यहाँ चाहिँ अनि यसरी हेलो ब्युटिफुल पिपुल वेलकम ब्याक माई च्यानल। आज चाहिँ म अनि हाम्रो लामब्रो चाहिँ अस्ट्रिया आएको छौँ। लामब्रो अनि तिमी कतिको एक्साइटेड छौ? आज रमाइलो भइरहेछ। अस्ट्रिया चाहिँ अहिले यस्तो छ, हामी चाहिँ आज बिहान आइपुगेको भर्खरै चाहिँ यो ट्राम पाएर ट्रामबाट झऱ्यौँ। यहाँको नजारा चाहिँ यस्तो छ, हिउँ परिरहेछ। ओके हल्का वाइट टाइपको हिउँ चाहिँ मजाले परेछ, अलिअलि सिमसिम। यो चाहिँ यहाँको राजा हो कि खोइ को हो थाहा छैन है। यहाँ पनि स्टार रहेछ है हाम्रो कम्पनी। यस्तो भयो, यस्तो रहेछ बबाल। अहिले चाहिँ बबाल रमाइलो चाहिँ यहाँ घरहरू चाहिँ दामी रहेछ, एकै टाइपको सबै। अस्ट्रियाको हिउँ यस्तो परिरहेछ। हामी चाहिँ अहिले सहरको बिचमा आइपुगेको छौँ। यो अस्ट्रियाको भियना सहरको चाहिँ यो बिचमा छौँ। घरहरू चाहिँ यस्तो बबाल छ है। यहाँ चाहिँ छ क्रोसियाको जस्तै चाहिँ घोडे पार्क यहाँ रहेछ। क्रोसियामा चाहिँ कालो कलरको थियो, यहाँ चाहिँ रहेछ हल्का ग्रिन। यो त बबाल रहेछ नि, नयाँ होला के हो। हामी चाहिँ अहिले चाहिँ फेरि अब अलिकति अर्को ठाउँतिर चाहिँ डुल्न जाँदैछौँ। सेम सेम छ तपाईँको है। सबै सेम सेमै छ है। घोडे पार्कमा छौँ। यो चाहिँ अस्ट्रियाको घोडे पार्क यस्तो रहेछ। यहाँ चाहिँ हिउँले गाडी नै आइस भयो यसरी। BMW सबै आइस भयो पुरा हिउँले गर्दा चाहिँ जतातिरै यताउतै। यहाँ चाहिँ अलिक चिसो छ। हामी चाहिँ अलिक यहाँ डुब्दैछौँ बाटोतिर। अहिले चाहिँ हामी यहाँ चाहिँ खोलाको नजिक आएको छौँ है। खोला चाहिँ कति सफा छ, त्यो पेन्टहरू पनि दामी रहेछ। यहाँ चाहिँ बबाल हान्दैछ है। यस्तो हिउँ परिरहेको छ, हिउँमा यस्तो छ। कि त चाइनातिर आएको जस्तो जापानतिर आएको जाम न त। त्यो अगाडिकोमा घुम्ने ठाउँ छ नि त, अघि हामीले नै आफ्नो त्यसमा गाडीमा कुन चाहिँ लभ बनाइदिएको रहेछ है भनेको नि त मैले। अनि ओ माई गॉड एप्पल स्टोरमा आएछौँ भर्खरै। 17 Pro Max ब्लू कलरमा आएछ चाहिँ। यो 17 Air भन्ने रहेछ। यो चाहिँ लास्टै पातलो रहेछ।
ओके एउटा मात्रै है। हामी मेन ठाउँमा आइपुग्न लागेको छौँ। मेन ठाउँ चाहिँ अब हामी देखाउँदैछौँ हामी घुम्ने आएको। यो चाहिँ हामी घुम्ने आएको चाहिँ मेन अस्ट्रियाको। वाउ कस्तो दामी छ यो। त्यो बार्सिलोनामा जस्तै बार्सिलोना स्पेनमा पनि लाइक यस्तै थियो कि। ओहो खतरा अग्लो रहेछ है। कस्तो रमाइलो फिल भइरहेछ है। लामा कस्तो फिल भइरहेछ? रमाइलो भयो। मलाई त घोडा लास्टै मनपर्छ कि। वाउ मेन सेन्टर रहेछ। बबाल मजा आइरहेछ। चिसो पनि भइरहेछ, हिउँ परिरहेछ। यताको नजारा चाहिँ यस्तो छ। हाम्रो बुढो चाहिँ यहाँ छन्। यति अग्लो छ नि। ओ माई गड। अहिले चाहिँ हामी यो ठुलो यो चर्चको भित्र आइसकेछौँ। चर्चको भित्र चाहिँ पुरानोहरू यहाँ स्ट्याट्युहरू यस्तो बवाल चाहिँ धेरै वर्ष पुरानोहरू रहेछ। माथि कस्तो चुच्चो छ अनि कुन ल्याङ्ग्वेजमा छ हामी त बुझ्दैनौँ हो यार। यतैको ल्याङ्ग्वेजमा होला होइन। चर्चमा पनि यसरी चाहिँ यो बत्ती चाहिँ बाल्दो रहेछन्। थाहा थिएन कि मलाई यो कुरा चाहिँ यार। म सोचेको कि यो हिन्दू धर्ममा पनि अनि बुद्ध धर्ममा चाहिँ यस्तै टाइपको हुन्छ नि होइन। तर चाहिँ यहाँ चर्चमा पनि यस्तो वाला चाहिँ रहेछ है। अब चाहिँ यहाँबाट चढेर चाहिँ यो चाहिँ घोडा सवारी हुँदैछ है। ल घोडा सवारी कस्तो बवाल घोडा है। कति अग्लो है घोडा सवारी। यहाँबाट हुँदैछ चर्च रहेछ है। यो चाहिँ चर्च रहेछ है। हामी यसको भित्र पनि छिरेर आइसक्यौँ। बवाल थियो। यता चाहिँ यस्तो छ। उता चाहिँ जापानिजको त्यो बल जस्तो छ लाइट जस्तो। त्यहाँ पनि जानुपर्छ अब। यहाँ घोडाहरू चाहिँ कस्तो दामी छ। यहाँ चाहिँ यो चाहिँ पब्लिक ट्रान्सपोर्ट सानोवाला रहेछ। यो चाहिँ यहीँभित्र सिटीको लागि मात्रै होला है। मजा आयो। दामी मजा आयो। चाइनिज जापानिजहरूतिर के होइन तिनीहरूले चाहिँ झुन्डाउँछ नि बलहरू के। लाइट कस्तो छ यो लाइटको त होइन होला यो। हामी चाहिँ यता आयौँ। यो चाहिँ अनि हाम्रो लामाबाटो भनेको पृथ्वी चोक अरे। यहाँ चाहिँ पृथ्वी चोकमा आउँदैछौँ हामी। वाउ घोडा कस्तो दामी छ है। एउटा अलिक ठुलो एउटा सानो रहेछ है। घोडा सवारी हामी योचोटि गऱ्यो होइन। नेक्स्ट टाइम आयो भने त घोडा सवारी गर्नुपर्छ है। भनेपछि यो चाहिँ सुनको हो कि के हो है। पहिलाको राजा रानीहरू होला। टाइमको ठाउँतिर सेमै रहेछ। बिल्डिङहरू चाहिँ बबाल लाग्यो। उहाँ पनि स्टार रहेछ है। तल होला नि अलिअलि छ। र अहिले चाहिँ हामी घुम्दैछौँ। योहरू घरहरू हेरेर चाहिँ युरोप होइन यहाँ चाहिँ जापानतिर आएको जस्तो फिल भइरहेछ। त्यसपछि फेरि उता चाहिँ फेरि युरोपै हो यो घर। केही छैन यहाँ चाहिँ छ एउटा यो चाहिँ घन्टाघर जस्तो छ फेरि काठमाडौँको होइन।
त्यो जिल्ला हो घुम्दा घुम्दा हामी चाहिँ अहिले यस्तो ठाउँमा आइपुग्यौँ है। यहाँ चाहिँ घोडाहरू रहेछ, घोडाको स्ट्याचु छ नि त। यहाँ आइपुग्यौँ। यो चाहिँ बब्बाल डिजाइनको रहेछ, यो चाहिँ घर चाहिँ बिल्डिङ बब्बाल छ। त्यहाँसम्म चाहिँ त्यो अस्ट्रियाको त्यो लोगो छ है माथिपट्टि। अब अहिले चाहिँ हामी वाइल्ड घुमिसक्यौँ। अब बिस्तारै बिस्तारै हामी चाहिँ अब फर्किन लागेछौँ। ल अहिले चाहिँ हामी अब लास्टतिर चाहिँ यो फाइनल हाम्रो घुम्ने ठाउँ हो। यहाँ आइरहेछौँ। यस्तो छ यहाँ चाहिँ पानी पुरा उम्लिरह है। त्यहाँ पनि हामी चाहिँ घुमिसक्यो फाइनली। अब हामी चाहिँ रुमतिर जाँदैछौँ अस्ट्रियाबाट। अहिले चाहिँ हामी यहाँ आइपुग्यौँ। राम्रो कस्तो भयो त नि आज भ्लगलाई चाहिँ यहीँ गर्ने।